केटाको हात चाहिँ यसरी इँटामाथि राखिएको छ र अर्को केटालाई चाहिँ जोडले हिर्काउन लगाइएको छ होइन। अनि त्यो केटाले चाहिँ जिस्काइरहेको छ, तेरो बल यति नै हो, यति जोडले मात्रै हिर्काउन सकिस्, योभन्दा जोडले हिर्काउन सकिनस् भनेर जिस्काइरहेको छ। त्यो चाहिँ उता उभिएर चाहिँ केटीले हेरिरहेको छ होइन। अनि केटीले चाहिँ खै त पानीमा रहेछ केटो, तैँले हिर्काउन सकिनस् भनेर चाहिँ उसलाई गालामा थपड लगाइदिएर त साइड लाग, म हिर्काउँछु भनेर तातेर एकदम जोसले आएर चाहिँ त्यो हातमा उनले हिर्काएकी छिन्। हिर्काइसकेपछि केटोले चाहिँ अब केटीलाई मरिमरि जिस्काइरहेको छ, तेरो पनि रहेनछ पावर रहेनछ, अहिले जोडले हिर्काउन सकिनस् भनेर यहाँ जिस्काइएको छ। जिस्काएपछि केटीले जोड भयोभरको बलले हिर्काउँदाखेरि केटोले हात निकालिदिन्छ। हात निकालिदिसकेपछि हेर्छु त हात गएर इँटामा बजार्यो। अब त्यो इँटामा बजारेपछिको पीडा सहन नसकेर केटी पल्लो कोठामा गएर धुरु धुरु रुनु पर्यो।